नमस्कार सर। नमस्ते सर। कस्तो भइरहेछ आज क्याम्पिङ? साह्रै रमाइलो भइरहेछ सर। प्लान अनुसार ट्याक्टर टाइम अनुसार भइरहेछ। सबैजना धेरै धन्यवाद। हजुरको उपस्थितिको चाहिँ झनै चाहिँ रमाइलो भयो। ल इन्जोय गर्नु होला है। थ्याङ्क यू सर। सेफ यहाँ हाम्रो टिका भाइ भाइद्वारा एकदम मासु चलाउने काम भएको छ। हाम्रो मुख्य सेफ चाहिँ उहाँ हाम्रो गोदी दाई हुनुहुन्छ। जहाँ जाँदा पनि पिकनिक होस् या क्याम्पिङ पार्टी जुनसुकै समारोहमा पनि उहाँ यस्तो मिठो खाना खुवाउनुहुन्छ। एकदम धेरै पटक उहाँको हातबाट खाएको एकदम बिर्सनै नसकिने। मेरो एउटा एक्सपिरियन्स सेयर गर्ने हो भने हामी एकपटक क्याम्पिङ जाँदाखेरि लोकल कुखुराको झोल भात खाएको चाहिँ यहाँ दाइले पकाएको चाहिँ लाइफ टाइममा मैले त्यत्तिको मिठो झोल भात चाहिँ खाएको थिइनँ। ल तपाईँको लागि धन्यवाद लोकल कुखुरा ल्याएर हाम्रो ददी दाइले बनाइदिएर। र आजको यो खसीमा पनि मैले त्यही लोकल कुखुराको जस्तो स्वादको अपेक्षा गरेछु होइन। हाम्रो ददी दाइलाई एकदम एक्लो आर्मी पकाउनलाई एकदम मेहनत गरेर हाम्रो यहाँ लगभग 100 जना जतिको जत्थालाई खुवाएर पार लगाउनुहुन्छ। उहाँको खाना बनाउने योगदानको लागि हामी सबैले उहाँलाई धन्यवाद दिनुपर्छ। एकदमै खटिनु भएको छ। 5 महिनाको लागि हो र होइन? कहाँ जाँदै हुनुहुन्छ? त्यसरी जानु दिनु भएन नि त। होइन दाइलाई चाहिँ हामीले जानु दिनुहुन्न, किनभने दाइ जानुभयो भने त्यो खानाको त्यो यो जुन हामीले खाइरहेछौँ त्यो खानाको स्वाद चाहिँ हामीले खान पाउँदैनौँ। आशा छ दाइ हामीसँगै बस्नुहुनेछ, हामीले राख्न सकियोस्। महेशजी नमस्कार। नमस्ते। ल आजको यो फ्यामिली क्याम्पिङको बारेमा केही तपाईँबाट केही शब्दहरू जाओस्। थ्याङ्क यू कृष्णजी। इनल्यान्ड एम्पायर नेप्लिज सोसाइटीले पहिलो पटक बहुत उत्साहपूर्वक पहिलेदेखि गर्न मन लागेको तर केही विविध कारणले नसकेको, तर योपालि चाहिँ के सम्भव गराउन सफल भयो। योपालि सबैजना परिवारहरू एकै ठाउँमा 25-30 परिवार एकै ठाउँमा चाहिँ अब कि त महिलाहरू कि त पुरुषहरूको मात्रै पार्टी हुने, कि त बर्थडेको बेला कसैको एउटा कम्युनिटीको भेट हुन्थ्यो। अब यहाँ चाहिँ के भयो भन्दाखेरि सबै खुल्ला, सबैजना 25-26 परिवार हामी यहाँ उपस्थित हुन सफल भयो। त्यो हिसाबले म चाहिँ पर्सनली म आफू पनि खुसी छु, सबैजना खुसी हुनुहुन्छ र उत्साहपूर्वक सबैजना रमाइलो गरिरहेको छ। विशेष त बच्चाहरू इन्जोय गरिरहेछन्। महिला दिदीबहिनीहरू उनीहरूलाई हामीले भान्सामा आज काम दिएका छैनौँ। उहाँहरूलाई हामी पुरा एकदम रमाइलो गराउने हो, हामी पनि रमाइलो गर्ने हो। सो ओभरअल राम्रो छ। धेरै उत्साहपूर्वक क्याम्पिङ स्टार्ट भएको छ। अब भोलिसम्ममा हाम्रो सम्पन्न हुने गर्छ। थ्याङ्क यू सो मच। Wish you
प्राप्त गर्न सफल हुनुभएको जियाना खड्का। ओके, अब हेरेको हेरे हामी हेरेको हेरे थ्याङ्क यू। $10 पहिला ल्याउ न, पछि काउन्ट गर। लाइनमा 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 सानो कुना। ओके, उसले टक्सिक भन्ने गाना गायो। सानो नाम के हो? आवाजको भाइ आरुष के? पकुरेल। आरुष पकुरेल, ल उसले पनि $10 पाउँदैछ। पर्फर्मेन्स के गर्नु?
तिमीसँग लुकाउँ के छ चढाउला घाउ छाया फेरि चोला मेरो मनको बाटो घरि जिन्दगीमा देऊ यो ठाउँको नाम के अरे पेरिसम्म फर्किएर मेरो मनको बाटो घरि जिन्दगीमा देऊ पेरिसम्म फर्किएर होला मैं जानता हूँ मेरा ये ख्याल मुझे कुछ अजीब थी निशान भी अजीब है मुकल में पास पास थी वो आज भी अर्गनाइज होइन योजना गरेकोमा चाहिँ यो हाम्रो सबै यति आज अहिलेसम्मको भोलिको फेरि अहिलेसम्म भोलिको सबैलाई धेरै धेरै धन्यवाद। अब त्यो टिकट थियो पुलिस आयो उसको जागिर खाएको हो उसको पर्सेन्टेज कमाएको हामी हातले पनि छैन संस्थाले पाएको Happy New Year. ल